आज नेपाली राजनीतिमा ठूलो खबर आएको छ। पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, जो पतञ्जलि जग्गा घोटाला काण्डमा फँसेका थिए, अन्ततः धरोटीमा रिहा भएका छन्। हो, तपाईले सही सुन्नुभयो। विशेष अदालतले आदेश दिए अनुसार उहाँ 3.5 करोड रुपैयाँ धरोटी बुझाएर रिहा हुनुभएको छ। समाचारहरू जताततै फैलिएका छन्। पूर्व प्रधानमन्त्री धरोटीमा रिहा, उहाँको रिहाइका लागि 3 करोड 50 लाख रुपैयाँ जम्मा गरियो र पतञ्जलि जग्गा प्रकरणमा 6 जनामाथि मुद्दा चलाएको छ। हिजो राति काठमाडौँमा न्यायाधीश तेजनारायण सिंह राई, राम बहादुर थापा र विदुर कोइरालाको इजलासले उहाँलाई रिहा गर्न आदेश दिएको थियो। माधव नेपाल दिनभरको हिरासत सुनुवाइमा अदालतमा आफै उपस्थित हुनुहुन्थ्यो। तर ठूलो प्रश्न, यो मुद्दा वास्तवमा के हो? यो सबै पतञ्जलि योगपीठले कानुनी हदबन्दी भन्दा बढी जग्गा खरिद गरेपछि सुरु भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपाल र अन्य 6 जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। नेपालबाट मात्र 1 करोड 5 लाख रुपैयाँ क्षतिपूर्ति माग गर्दै। आरोप अनुसार प्रधानमन्त्री हुँदा नेपालले पतञ्जलिलाई तोकिएको हदबन्दी भन्दा बढी जग्गा प्राप्त गर्न छुट दिएका थिए, जसलाई अहिले भ्रष्टाचार भनिएको छ। अदालतमा दुवै पक्षका वकिलहरू बीच बहस भयो। अन्ततः न्यायाधीशहरूले उहाँलाई धरोटीमा रिहा गर्न अनुमति दिए। अब ज्वलन्त प्रश्न, माधव नेपाल निर्दोष साबित हुनुहुनेछ वा यो मुद्दाले नेपाली राजनीतिलाई अझै हल्लाउनेछ? यो खबर बारे तपाईको के विचार छ? तल टिप्पणीमा आफ्ना विचारहरू राख्नुहोस्। यदि तपाईलाई यो जानकारी उपयोगी लाग्यो भने यसलाई लाइक र शेयर गर्नुहोस् र थप ताजा खबरहरूका लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्।